तिमीले सुन तिमीले मलाई मन परायो कि मेरो भोइसलाई भन्न सुरुमा ल हेर अहिले जा भन्छ चुप भन्छ के हुन्छ होला मैले इनकेस प्रपोज एक्सेप्ट गर्यो भने भन्नु त तपाईहरु यहाँ जाऊ ल फेरि म भन्दिन अब त भनिसके थिएँ ल एकचोटी ल फेरि ल फेरि एकचोटी ट्राई लास्ट ट्राई ल आऊ ल म केही बोल्दिनँ क्या म साइलेन्ट के भने थिए जुन दिनदेखि तिमीलाई मैले देखेको थिएँ जुन दिनदेखि तपाईलाई मैले देखेको थिएँ टिकटकमा देखेको थिएँ तपाईलाई तपाईको भोइस पनि मन पर्यो मान्छे पनि मन पर्यो तपाईको गल्ती गर्नु छैन यो त सरासरी त जिस्केको भयो क्या यता पुरै त्यो हुन्छ नि त्यो गर्लफ्रेन्ड छ बोयफ्रेन्ड छ भन्ने सम्मतै भएन यहाँ त माया गर्नु पर्यो अनि आफूले आफ्नो प्रेम चाहिँ उ गरिरहेछ क्या के अरे निकालिरहेछ भनेको एक्सप्रेस गरिरहेछ सिरियस हुनु पर्यो नि त पुरै हो त्यसरी टक्क छ त्यो सिरियस साँच्चै कि तिमीले मलाई त्यसो भए गेमको लागि मात्रै हो ल ठिक छ बाई ल म गएँ गाइज हेर्नु त यहाँ साँच्चै पऱ्यो भने रे म त्यही भएर भन्छु म टिकटकको कुरा नपताउनु भनेर सबजना गफाडी मात्रै हुन्छ यहाँ म सुरु मलाई हराउँ न अनि त्यहाँबाट भएन यसरी उभो बढिँदैन उदो मात्रै बढिन्छ उदो नटो ल पढ्ला भएको थियो पढ्दै परेन अब के गर्ने त्यो तर त्यो म्युट खोल्न भनौँ न सिकाइदिन्छ रे म्युट खोल्नु रे क्या सिकाउनुहुन्छ अरे यहाँ तपाईँको शुभचिन्तक डबल ट्याप गर्ने मान्छेले यहाँ भन्नुभएको छ तिमी किन त्यसरी म्युट गर्नुभएको थ्याङ्क यू सो मच मोसी अङ्कल थ्याङ्क यू सबिन ब्रदर बाटोमै रोकियो जाम भएर हो अहिले अब त्यस्तै छ अब स्थिति नेपालको कतिखेर कहाँ गएर ठोक्किनु पर्छ रोकिनु पर्छ थाहा छैन यस्तै हो त्यसमा भन एउटा कुरा सोच्छु ल तिमीले कसैलाई अहिलेसम्म प्रपोज गरेको छौ हो र आई लभ यु मात्रै भनेछौ ए त्यस्तो तँ त मैले प्रपोजको कुरा गरिरहेको छु गरेको छैनौ तिमीलाई कसैले गराइसकेको छैन अहिलेसम्म तिमीलाई कसैले प्रपोज गरेको छैन तिम्रो लागि तारा झारिदिन्छु यस्तो यस्तोहरू पछि गएर दारा झारिदिन्छु यस्तो भने छैन कस्तो हुँदो रहेछ ल मलाई प्रपोज गर्ने होइन हजुरले एटलिस्ट कसैलाई गर्न लाउनु भयो कसरी गर्नुहुन्छ भन्नु न ल मलाई त म त तिमीलाई के थाहा मैले यहाँ टिकटकमा म त के गरिसकेँ मैले यहाँ डान्स गरिसकेँ मैले प्रपोज गरिसकेँ कस्तो केलाई अब गीततिर लाजै लाग्यो हेरेर भुइँतिर हेरे
गुरुङनी मोरी राम्री छे भाइ हो नि त नि गाइस टुरो त्यसलाई प्रपोज गर्ने होइन न त मैले प्रपोजल चाहिँ एक्सेप्ट गरिदिउँ भनेर सोचिरहेको थिएँ कि तपाईले गर्नु वेलकम सुल्टी हे बाबु सुल्टी मुनिसिक झार्दिनु न गौरव प्रपोज मलाई गर्दाखेरि कस्तो एक्सपिरियन्स आउँदो रहेछ एक्सपिरियन्स भन्नाले पनि त्यस्तो होइन एक्सप्रेसन चाहिँ कस्तो आउँदो रहेछ गाइस वान रोज प्लिज मैले प्रपोज गरेँ भने लभ पर्छ त्यही भएर म गर्दिनँ कुछ भी प्लिज वेट झारु न उताबाट प्ले कसरी नगर्दिनु प्लिज गाइस लेट्स गो ट्रिपल सबजना मिलेर गाइस लेट्स गो अन ट्रिपल है त लेट्स गो ट्रिपल सबजना मिलेर नाच्नु पर्यो है सबिन ब्रदर थ्याङ्क यू